गाइस के छ हजुरहरुको खबर। आज चाहिँ माघे संक्रान्ति। पहिलो कुरो त सबैलाई धेरै धेरै शुभकामना। म चाहिँ आज अफिस गइन। आज चाहिँ अफिस छुट्टी गरिदिएको के गाइस। कति अफिस जानु हैन, कहिलेकाहीँ यसो घर पनि काम गरौँ भनेको। आज चाहिँ यसो हेरेको घरको साइडमा सब घाँस भन्दा नि के भन्छ रे, गनाउने पलाएको रहेछ। त्यो चाहिँ सफा गर्नु पर्यो भनेर आज हिँड्दै गरेको। हेर्दै जानु, मैले पार्ट 1 2 3 गरेर हाल्छु हैन। हेर्नु गाइस, यस्तो झार थियो यहाँबाट है, म सफा गर्दा गर्दै है। यहाँसम्म मैले गरिसकेँ है। यस्तो 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 फुल हुने कि यता पनि हेर्नु, यस्तो 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 थियो कि यस्तो 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 झाम्री गराएर राखेका छन् घर है। म अफिस, बहिनीहरू अब त्यस्तै साफ गर्न त्यस्तै हो, स्कुल। मम्मीले भ्याउँदै भन्नुहुन्न, घरको काम गर्दा गर्दै ठिक्क यो सब भ्याउनु छ गाइस यार। यहाँ यति सुरु गरेछु है, यति चट्टलार हेर्नु। साग वरिपरि पनि है यस्तो मजाले साफ गरेको कि ओहो, यति राम्रो राम्रो साग छ है। अब मास्न पनि भएन हैन, के गर्ने, माया लाग्छ साग। आफूले नखाए पनि अब मम्मीहरूले त खाइहाल्नुहुन्छ नि हैन। त्यसैले चाहिँ म सफा गर्दै कार्यक्रम, आजको कार्यक्रम मेरो यही नै हो। के गर्ने, सफा गर्नै पर्यो। यति भ्याउँछु चट्टलाएर, यति भ्याउँछु चट्ट। अनि यो पनि सबै यहाँबाट सिलिक्क त्यहाँसम्म भ्याउँछु। अनि के फोहोरहरू यस्तो यस्तो दाउरा चिरेर राखेको थिएँ, सब एक ठाउँमा बटुलिदिन्छु है गाइस। परालहरू एक ठाउँमा बटुलिदिन्छु। यस्तो चिटिक्क बनाउँछु आज। अरू फुल भिडियो चाहिँ म आज सब यस्तो यस्तो सफा गर्छु। यस्तो फोहोर मैले कस्तो बनाउँछु हेर्नु है। यस्तो 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 फोहोर झाडीले बनाउने। अहिले मैले कस्तो बनाउँछु, यस्तै बनाउँछु, यस्तै यस्तै चिल्लो स्याडर साग चाहिएको भयो भन्नुहोस्, उता पनि छ होइन। हेर्दै जानुहोस् है, अहिले म फुल भिडियो बनाउँछु। काजहरू यार, यो लाइनको चाहिँ सकियो होइन। यो लाइनको सकियो बल्ल बल्ल यत्रो बेला आएर। यो लाइनको कहिले भ्याउने मैले, आज त रात दिउँसभरि लाग्छ यार। सेकेन्डमा चाहिँ मैले यो भिडियो हाल्नेछु उताको लाइनको। पार्ट 1 त हेरिसक्नुभयो, कस्तो लाग्यो भिडियो कृपया कमेन्ट गरिदिनु होला है त। बाई बाई।